बहादुर जुन हुनुहुन्छ नेतृत्वमा अगाडि बढिरहनु भएको छ यहाँलाई बैशाखमा आह्वान र पुस्तान्तर सहितको समुन्नत सांस्कृतिक सभ्यताको विकास हाम्रो अभियान काठमाडौँ सम्मानपत्र नेपालको राष्ट्रिय पर्व एवं तमु गुरुङ समुदायको महान चाड तमु लोसार महोत्सव 2082 तल घडाभरको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै तपाईँ श्री रेखामाया गुरुङज्यूले टेक्वान्डो खेलाडी तथा प्रशिक्षक कजाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय रेफ्री परीक्षामूलक श्रीविधि साथै नेपालको खेल क्षेत्रको महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोले आदि बधाईका साथ उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको कामना साथ यो सम्मानपत्र प्रदान गरिएको छ। धर्मराज गुरुङ संयोजक, अधिवक्ता राज गुरुङ महासचिव, संयोजक सम्मान समारोह समिति, धनमान गुरुङ अध्यक्ष, सम्माननीय प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि प्रधानमन्त्री नेपाल सरकार र म लिडिङ हुनका लागि श्री रेखामाया गुरुङज्यूलाई आग्रह गर्छु र सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यसै डाक्टर जस्मिन गुरुङज्यू जसले नेसनल एकाडेमी अफ मेडिकल साइन्सबाट एमडी बनाएको छ उहाँलाई सम्मानको लागि म उपस्थित हुनका लागि आग्रह गर्छु र सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्मानपत्र प्रदान गरिदिनु हुनका लागि नम्र निवेदन गरेको छु। डाक्टर जस्मिन गुरुङज्यूलाई म सम्मानको लागि अगाडि बढ्नु हुनका लागि आग्रह गर्छु र यता भर्खर आउनु भएको तपाईँजीलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढ्दैछ। जस्मिन गुरुङज्यू नेसनल एकाडेमी अफ मेडिकल साइन्सबाट एमडी गर्नुभएको डाक्टर जस्मिन गुरुङज्यू सम्मानका लागि अगाडि आउनु भएको छ। सम्मान गरिदिनका लागि मैले मौजूदा प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु र यसो सम्मानपत्रका लागि अगाडि बढ्नको लागि अनुरोध र त्यसै नृत्य निर्देशक तथा कला क्षेत्रमा योगदान पुर्याउने श्री धनबहादुर गुरुङज्यूलाई म आफ्नो सम्मानपत्र लिइदिनु हुनका लागि आग्रह गरी प्रदान गरिदिनु हुनका लागि सम्मान डाक्टर श्री रेणु गुरुङज्यूलाई म